Hi everyone, welcome to my vlog. आज चाहिँ मैले सिन हल गर्दैछु मेरो फर्स्ट सिन हल हो सिनबाट चाहिँ मैले अहिलेसम्म लगभग 3-4वटा सामान अर्डर गरिसकेको छु तर मैले कुनै पनि रेकर्ड गर्न पाएको थिइनँ अनि योचोटि चाहिँ म रेकर्ड गर्छु भन्ने सोचेर अर्डर गरेको थिएँ। अहिले चाहिँ रातिको 8 बजेको छ, भर्खरै सामान आयो, मैले त्यो लिएर आएँ अनि मैले भोलि बिहानसम्म उज्यालोमा रेकर्ड गर्नलाई पनि वेट गर्न सकिनँ किनभने म एकदम धेरै एक्साइटेड थिएँ यो प्याकेजको लागि। मैले एभ्री सिङ्गल डे ट्र्याक गरिरहेको थिएँ प्याकेज कहाँसम्म आइपुग्यो, सामान कहाँसम्म आयो भनेर। सो आज चाहिँ म यति बेला रेकर्ड गरिरहेको छु 8 बजेतिर। जस्तो भिडियो आए पनि लेट्स गेट स्टार्टेड। नेक्स्ट टाइम म बेटर गर्ने कोसिस गर्छु तर योचोटि मैले जति वेट गर्नु पऱ्यो त्यो आधारमा चाहिँ मलाई अर्कोचोटि सिनबाट सामान अर्डर गर्न मन लागेको छैन। बट लेट्स सी हाउ इट गोज। सो यो चाहिँ मेरो सामान हो, यत्रो छ। लेट्स गेट स्टार्टेड एन्ड आइम रियली एक्साइटेड टु सी। तर मलाई आई डोन्ट नो कस्तो सामानहरू आउँछ, मैले त्यति धेरै रिभ्यू नगरिकन योचोटि अर्डर गरेँ। बट लेट्स होप फर द बेस्ट। ओके, सो रिङ हो, हल्का त्यो कुर्ता साडीहरूसँग लाउन हुन्छ भनेर मैले यो अर्डर गरेको। साइज ठिक हुन्छ हुँदैन कस्तो छ। ओह नाइस, इट लुक्स गुड। यो चाहिँ एडजस्टेबलमा मैले अर्डर गरेको थिएँ, त्यस्तै आएछ तर एकदम यो पातलो खालको हुँदो रहेछ। यो चाहिँ भाँचिन सक्ने सजिलै अनि यो चाहिँ स्क्वायर सेपमा छ, केही त्यस्तो खिया लागेकोहरू पनि छैन। इट लुक्स गुड। ओके, मैले राति खिचेर क्लियर चाहिँ देख्न जस्तो छ। आई ट्राई माई बेस्ट टु सो यु गाइज। इट लुक्स नाइस। मेरो यस्तै रिङ थियो एउटा नेपालमै तर मैले त्यो ल्याइनँ। राम्रो रहेछ। आई थिङ्क इट लुक्स गुड। ओके, आम ओके विथ दिस वान। मलाई मन पऱ्यो। सोचेको पिक्चरमा अलिक धम्दै धम्दै थियो, मलाई यति धेरै आयो थिएन यसमा। यो चाहिँ के हो? लेट्स सी। ओके लेट्स सी। ए यो चाहिँ लाग्छ स्टिक, किनभने मेरो कपाल एकदम धेरै टुक्रेर उडिरहेको छ आजकल अनि कहाँ हिँड्दाखेरि पनि केही युज गर्न मिल्दैन, केही हिटहरू युज गर्दा हल्का फुल्का एकदम धेरै उठ्छ अनि केही युज नगर्न पनि अप्ठ्यारो भएको छ। त्यही भएर मैले अस्तिदेखि खोजेको चाहिँ तर यता स्टोरहरूमा चाहिँ एकदम महँगो पर्दो रहेछ, त्यही भएर मैले सिनबाटै अर्डर गरेको। चाहिँ मलाई 2-3 कलर त्यस्तै कति पाएन, यस्तो राम्रो प्याकेजमा आउँछ भन्ने चाहिँ मैले सोचेको थिइनँ है, टु बी अनेस्ट। ओके, स्टाइलिङ हेयर व्याक्स स्टिक लेखेको छ, राम्रै छ जस्तो छ सायद। ओके 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 यस्तो देखिन्छ। यस्तो छ यो चाहिँ हेर्दाखेरि चिप्लो चिप्लो छ। अहिले चाहिँ म यो युज गर्दै थिएँ, भर्खर आएर कपाल ड्राई बनाएको छु। आई डोन्ट वान्ट मेक इट डर्टी अगेन। अब कहीँ हिँड्दाखेरि म युज गर्छु अनि हजुरहरूलाई रिभ्यू चाहिन्छ भने आई विल लेट यु गाइज नो। यो पनि मलाई यसबाट मलाई त्यस्तो एक्सपेक्टेसन्सहरू केही थिएन। मलाई लुगामा चाहिँ हल्का धेरै डर लागिरहेको छ के कस्तो आउने हो भनेर, किनभने मलाई साइजहरू पनि त्यस्तो साह्रो हेरेन अनि मटेरियल पनि पछि रिभ्यू गर्दाखेरि चाहिँ खासै ठिक जस्तो लागेको छैन। यो हेर्नु है त, यो चाहिँ सफ्ट हो जस्तो लागेको छ। ए होइन यो स्टकिङ रहेछ। अब यो त अनि मलाई कहाँ साइज होला र? यो चाहिँ मलाई जाडोमा पनि हुन्छ भनेर अर्डर गरेँ। भित्र भुवा भन्नु ठानेको त पातलो पो रहेछ त यो त। राम्रै, आई जस्ट होप द्याट इट फिट्स मी। स्ट्रेचेबल त छ बट आई रियली निड लार्जर साइजेस। त भित्रपट्टि नेपालको जस्तो भुवा भएको पाउँछ भनेर सोचेर अर्डर गरेको तर भित्रको कलर चाहिँ यस्तो हुँदो रहेछ, भुवाहरू त केही पनि छैन। इट्स लाइक दिस। भेरी स्मार्ट मुभ सिन। आइ एम डिसअपोइन्टेड विथ दिस वान। यो चाहिँ मलाई मन परेन है, टु बी अनेस्ट। अब लाउँदा कस्तो हुन्छ हेरौँ। बाक्लोबाट चाहिएको थियो तर पनि केही छैन, ठिक भयो भने त यसको पनि युटिलाइजेसन त हुन्छ। अलराइट, लेट्स मुभ अन। यो चाहिँ मैले मेरो फोनको लागि कभर अर्डर गरेको थिएँ। पछितिर चाहिँ मलाई हल्का डाउट भइरहेको थियो मैले यो ब्राउन कलर किन अर्डर गरेको होला भनेर, किनभने म प्रायः जस्तो ब्राउन कलरको लुगाहरू पनि लाउँदिनँ, म मेरो फेभरेट कलर पनि होइन। ए तर राम्रै रहेछ है यो चाहिँ। ओके दिस लुक्स नाइस। यस्तो रहेछ, के भन्छ यसलाई, के मटेरियल हो यो? अहिले चलेको छ नि यो मटेरियल, मलाई थाहा छैन। सिलिकनको जस्तो छ यो केस चाहिँ। ठिक भयो भने त राम्रै हो, ठिकै हुन्छ होला। मैले 15 चाहिँ गरेको, त्यसमा त्यो स्ट्राप पनि आएको छ। यो चाहिँ आउँछ जस्तो लागेको थिएन बट इट्स गुड, राम्रो छ, स्ट्रङ जस्तो पनि छ। यो त्यस्तै सजिलै सुटिहाल्ने टाइपमा जस्तो लागेन मलाई। आई लाइक दिस, राम्रै रहेछ। यस, यो चाहिँ अब यता सिडनीमा विन्टर आएको छ अनि विन्टरको लागि भनेर मैले भुवा भएको सक्स अर्डर गरेको। नेपालमा जस्तै पाउँछ भनेर। लेट्स सी यो पनि कस्तो हुनु। यो चाहिँ मैले दुई जोर मगाएको। ए यो चाहिँ तातै रहेछ है, तातोवाला रहेछ। यो चाहिँ 2 जोर मगाएको छु मैले। यो चाहिँ ब्ल्याकमा हो यस्तो होला भनेर अर्डर गरेको थियो मैले। स्टकिङ पनि त्यो चाहिँ त्यस्तो भएन, यो चाहिँ स्किन कलरमा हो। यो यस्तो पनि भित्रपट्टि चाहिँ यस्तो छ, भुवा छ। त्यस्तो नाइस, तर यो दुइटाको कलरै डिफ्रेन्ट जस्तो ए होइन रहेछ। लाइटले गर्दा हो कि अर्कै कलर जस्तो देखिरहेको छु। ठिकै छ, यतिकोलाई माइन्ड गरिनँ। ए यो पनि छ त्यो चाहिँ, यो चाहिँ फोनको कभर पछाडिपट्टि लगाउने। मैले पिङ्कमै अर्डर गरेको थिएँ किनभने मेरो फोन पनि पिङ्क कलरको छ। नाइस नाइस, 3टा यो क्यामेरा प्रोटेक्टर। यो चाहिँ अहिले म खोल्दिनँ, एक्लो यस्तो रहेछ। ए कस्तो नमिठो पिङ्कमा पाउँदो रहेछ यार यो त। आई डोन्ट लाइक द कलर, आई डोन्ट नो वाट पिङ्क इज दिस। पर्पलिस पिङ्क टाइपमा छ। आई डोन्ट नो, तर पनि काम दियो भने त ठिकै छ। आई डोन्ट नो मैले के सोचेर अर्डर गरेँ, ब्राउन कलरको कभर अनि पिङ्क कलरको क्यामेरा प्रोटेक्सन। बट इट्स ओके। यो चाहिँ एउटा कलरको, आई जस्ट होप द्याट इट फिट्स मी। फिट हुने रहेछ जस्तो छ। यो पनि विन्टर आइरहेछ भनेर अर्डर गरेको मैले खासमा चाहिँ। खै कस्तो हुने हो अब। यो चाहिँ युनिफर्म जस्तो देखिन्छ जस्तो लाग्यो तर पनि कहिले काहीँ यसो खै ठिक हुँदैन कि क्या।
स्ट्रेचेबल पनि छैन जस्तो छ। म लगाएर रिभ्यू दिन्छु है यसको चाहिँ। मटेरियलहरू ठिकै छ। ओ वाट एल्स क्यान आई एक्सपेक्ट, ठिकैको मटेरियल छ। यो चाहिँ यस्तो भयो। आई हेभ वान मोर आइटम जो चाहिँ मैले लास्टमा राखेको, त्यो पनि मलाई थाहा छैन ठिक हुन्छ कि हुँदैन भनेर। लेट्स सी। दिस इज अ ड्रेस। यो चाहिँ अगाडिदेखि मन परेको। आई डोन्ट लाइक द मटेरियल एन्ड द कलर। मन परेन। यो चाहिँ ऱ्यापर जस्तो टाइपको ड्रेस हो होइन। फोटोमा चाहिँ राम्रो देखाएको थियो, रियल चाहिँ खासै मन परेन। तर फोटोमा राम्रो आयो भने ठिकै छ। इट्स ओके। मलाई यो पनि ठिक हुन्छ हुँदैन थाहा छैन। लेट्स होप all of these fit me and look good. So this is my scene haul. मेरो 12 दिनदेखिको एकदम छटपटी आज आएर सकिएको छ. I hope you guys like this video, and if you have anything to say, anything to ask, you can just leave the comment. Bye, I'll see you.